हेलो गुड मर्निङ साथी हो सबैजना ठिक हुनुहुन्छ होला र अब हाम्रो चाहिँ फिटर आउनु भयो हैन यहाँ जोरथाङबाट र अब चाहिँ काम गर्नु हुँदैछ र मेन चाहिँ के भयो भने त्यही हो भाँचिरहेछ भन्नु हुँदैछ हैन नटै भाँचेको जुन मैले भनेको त्यही भाँचेको छ भन्नु हुँदैछ हैन र अहिले चाहिँ भटाभटी आएर त्यो सापटको नट खोल्नु हुँदैछ अनि गियर बक्स को अनि नट खोलेर चाहिँ अब झार्ने भन्नु हुँदैछ नि त मेरो आँखा चाहिँ के गर्नु सुन्ने हो हिर्का जस्तो सुन्ने छ त हो नि अनि त्यही कारणले चाहिँ भाइ चाहिँ तल छ हेलो 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 आज हिजो हाम्रो गाडी बिग्रेको थियो र यहाँ बनाइदिनु हुँदैछ दाजुले अन्त हिजोदेखि यहाँ बसाइ भएको हाम्रो हेर्न र मेरो अन्त यो झार्नु पर्ने रहेछ जस्तै साथीहरू यस्तै छ यो चाहिँ यस्तो भएको चाहिँ भाँचेको देखिहाल्नु भयो यस्तो हुन्छ मेरो गाडीको चाहिँ प्रब्लमै यही हो भाँचेर অয়েল সিলটা চেঞ্জ করা লাগবে चेन्ज गर्नु पर्दैन ओइल सिल গরম হোক